बाटोमा हिँडिरहेको छौँ अहिले। यहाँ हाम्रो एकदम बम्पी छ, एकदमै स्पेसल, एकदमै राम्रो भन्न त अलिक नमिल्ने खालको, तर ठिकै छ। यतिसम्मलाई हामी कन्भिन्स गर्छौँ, वी एक्सेप्ट इट। बट यस्तो राम्रो सिन भएर चाहिँ मैले खिचेको हो। एकदमै इलाम जानलाई हामी लागिरहेका छौँ। लुक एट दिस, ट्रकहरू यसरी आइरहेछ। मोबाइलै लगिरहेको भित्र सट्ट तानेर। ताने हामी चाहिँ अहिले कन्काई नदीमा आइपुगेका छौँ गाइजहरू। यस्तो छ भ्यू, आमा बवाल छ। गर्मी छ, जाडो महिनामा नि एकदम गर्मी भइरहेको छ हामीलाई। काठमाडौँको मान्छेलाई एकदम गर्मी नै लाग्दो रहेछ अहिले यहाँ आउँदाखेरि चाहिँ। यस्तो पारी देखिरहेको छ, एकदम हिमाल चाहिँ होइन, पहाड हो, पहाड देखिरहेको छ एकदमै। हामी रमाइलो गर्दै अगाडि बढिरहेका छौँ। एकदमै लामो पुल रहेछ यो कन्काईको पुल, देख्न सकिन्छ। होइन गाडीमा जाने भने तलसम्म भाइरल बाटोमा तल रहेछ होइन, त्यहाँ त जानु परिहाल्यो नि यार। नेपालको झन्डा छ नि, मेन भाइरल भएको त्यो मेन त्यो डाँडै त्यही हो कि, त्यहीँ जाने त्यही हो, त्यहाँ पुग्नु परिहाल्यो नि। तलको डाँडा के नेपालको झन्डा हल्लिरहेको छ नि, त्यहाँ हो। गाइजहरू हामी जाने चाहिँ यहाँनिर हो, आमामा जुम यहाँ जाने हो। यो भाइरल ठाउँ चाहिँ यही हो। हामी बिस्तारै हिँडिरहेका छौँ एकदम यहाँ भ्यूको मनोरञ्जन लिँदै। यो हिमाल चाहिँ कुन हो आई डोन्ट नो, कसैलाई थाहा छ भनेदेखि एकदम भनिदिनु होला। एकदम रमाइलो ठाउँ रहेछ इलाम, कन्याम। यस्तो छ यहाँको भ्यू, देख्न सकिन्छ। अब यस्तो अवस्था छ यहाँ इलामको। यहाँ एकदम भिडभाड देख्न सकिन्छ, मान्छेहरू कति छन्। नेपालको आदिको जनसङ्ख्या यही नै आएको छन् कि क्या हो जस्तो को फिल भइरहेको छ हामीलाई। हामी यतैतिर अब विश्राम गर्नुपर्ने हुन्छ भाइ। लुक एट दिस, मान्छेहरू कति छन्, ओ माई गॉड। गाइजहरू हामी चाहिँ अहिले इलाम आइपुगेका छौँ विथ हाम्रो ब्रदर। हेलो भनिदिनुहोस्। हेलो गाइज, कस्तो लागिरहेको छ? भाइब्स कस्तो आइरहेको छ? एकदम स्पेसल छ एकदम। ओ माई गॉड, सलमान खान सक्छ त कसैले। ल यस्तै छ हाम्रो अवस्था, कपाल हल्का फोहोर छ, अवस्था गम्भीरै छ। जे भयो नि लड्दै पर्दै आइयो। इलामै इलाम, चियाबारी राम्रो भने जस्तै देख्न सकिन्छ इलामको। ओहो, हरियो वन, नेपालको धन, त्यही नै हो। ल राम्रो आइरहेको छ, अब एकदम राम्रो भिडियो आउँछ एकछिन। सर नाचौँ त नाचौँ।
यसरी यहाँ लागिरहेको छ। एकदम राम्रो दृश्य हामीले देख्न सक्छौँ। पछाडि पनि एकदम बबालको छ, अलिकति उकालो रहेछ, हल्का श्वासमा भइरहेको छ। राम्रो छ, ल जे होस् राम्रो समयमा आइएको छ, घाम लागेको छ। सेल्फी डाँडामा सेल्फी खिच्दै मान्छेहरू देख्न सकिन्छ यसरी माथि। खतरा छ, ल जे होस् रमाइलै छ। गाइजहरू यस्तो छ इलामको यो टिकटक बनाउने भाइरल ठाउँ चाहिँ यही हो। माथि मान्छेहरू देख्न सकिन्छ, एकदमै धेरै नै छ है। यस्तो छ इलामको बजार। यहाँ तपाईँले देख्न सकिन्छ गाडीहरू पार्किङ गरेको छ। देखि यतातिर यस्तो डाँडाहरू छ, एकदमै रमणीय छ। ल गाइजहरू आज चाहिँ एनपिएल म्याच छ। एनपिएल म्याचको बेला चाहिँ हामी यहाँ इलाममा आइपुगेका छौँ। यस्तो छ इलामको अवस्था। अनि आज म्याचमा चाहिँ हामी यहाँ प्रेडिक्ट गर्दैछौँ कसले जित्छ सर? सुदूरपश्चिम भर्सेस लुम्बिनी लायन्स। म पनि यस लुम्बिनी लायन्सले चाहिँ अहिले 10 ओभरमा 40 रन हानेको छ है। जित्छ जस्तो लागिरहेको छ। 3 विकेट चड्किसकेको छ। एकदमै रमाइलो गेम भइरहेछ एकदम। बाबुलाल सर बिस्तारै आउनु भइरहेछ। यस्तो रमाइलो भइरहेछ। लुक एट दिस गाइस। पछाडि घाम लागिरहेको छ। अब हामी चाहिँ श्रीअन्तु जाँदैछौँ। एकदम रमाइलो डाँडा छ अरे त्यहाँ। त्यहाँबाट भोलि बिहान हामी सनराइज हेरिसकेपछि अगाडि बढ्छौँ। गाइजहरू हामी यस्तो चिया बगानमा आइपुगेका छौँ। यतापट्टि हाम्रो भवलाल सर हुनुहुन्छ भनेदेखि म अलि अगाडि बढिरहेको छु। हाम्रो सुभाष सर यता हुनुहुन्छ। कुद्नुहोस् सर कुद्नुहोस्। ओ गुड रनिङ रन। ओ माई गड यस्तो बबालको ठाउँ छ। चिया नै चिया। यस्तो ठाउँमा आउनलाई एकदमै लक्की हुनुपर्छ। लक्की जो पाए चाहिँ हुँदैन। ओहो टिकटक